सम्माननीय सभामुख महोदय, बजेट बाहेक पनि बोल्ने विषयहरू प्रशस्तै छन्, तर म आफ्नो समय त्यता खपत गर्न चाहन्न। सडकमा मोटरसाइकल चलाउँदा बेसिक ट्राफिक नियम पनि नमान्ने माननीयको मुखबाट संसदमा बडा बडा नीति नियमका प्रवचनहरू गुन्जिएको, अनि जुन पार्टीका मेरै नामका गृहमन्त्री हुँदा यो देशमा जेनजी बालबालिकाहरूको नरसंहार भएको थियो, त्यही पार्टीले तिनै जेनजी शहीदको सम्झनामा संसदमा पार्टीगत मौन धारण गरेको, गिरिबन्धु काण्डको नाम लिन डराएर टी स्टेटको छानबिन गरे हुन्छ भनेर सदाचारको अभिनय गरेको जनताले निहालिरहेकै छन्। म त्यता जान चाहन्न। सम्माननीय सभामुख महोदय, म मन्त्रालयगत अथवा विषयगत छलफल भन्दा पनि समग्र बजेटमै केन्द्रित हुन चाहन्छु, किनकि म खर्च कटौतीका लागि होइन, भ्रम कटौतीका लागि संसदमा उभिएको छु। यो बजेटका धेरै विषयहरूमा मेरै शब्दमा अनावश्यक भ्रमको भाइरस फैलाइएको छ। सरकारले किसान देखेन, सरकारले किसान देखेन, सरकारले पशु पंक्षीको बिमामा यो बजेटमा 80% प्रिमियममा अनुदान दिँदैछ। यो देशमा रासायनिक मलको अभाव नहोस् भनेर पहिलोपल्ट रासायनिक मलको आपूर्तिको क्यालेन्डर लागू हुँदैछ। प्राङ्गारिक खेती प्रवर्धन, 10,000 हेक्टरलाई सिँचाइमा जोड्ने योजना, बाली बिमामा अनुदान, रासायनिक मलमा अनुदान, यी सबै हेर्दा एउटा गम्भीर प्रश्न जन्मिन्छ, यो सरकारले किसान देखेन कि प्रतिपक्षले राम्ररी बजेट पढेन? सभामुख महोदय, मैले यो बजेटलाई मनन गरेरै, किनभने सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता, सहकारी पीडितको बचत फिर्ता, मध्यम वर्गलाई दोब्बरमा 10 लाखसम्ममा आयकर छुट र निजी क्षेत्रका लागि नेपालको सफल उद्यमी माननीय विदुषी राणाको शब्दमा गेम चेन्जर बजेट आएको छ। त्यसकारण मैले यो बजेटलाई आत्मादेखि मनन गरेर र तृप्त भएर नै मरी ताली बजाएको। हामीले 3% कर लगाएकै हो सभामुख महोदय, तर संविधान प्रदत्त शिक्षा र स्वास्थ्यको मौलिक अधिकारमा कर लगाएको होइन, मौलिक अधिकार शिक्षा र स्वास्थ्यको व्यापारमा कर लगाएको हो सभामुख महोदय। मलाई आश्चर्य लाग्छ, यो 3% समता कर शिक्षा र स्वास्थ्यको निजीकरणमा लगाउँदा कमरेड माननीयहरूको चित्त दुखेको छ। अचम्म लाग्छ। सायद सबभन्दा बढी निजी स्कुल र अस्पतालमा आफ्नै साथीभाइको लगानी भएर होला। अनि त्यो संविधानको समाजवाद उन्मुख भन्ने शब्द मात्रै कण्ठ गरेर हुन्छ? सर्वसुलभ स्वास्थ्य शिक्षा समाजवादको स्तम्भ हो कि होइन? लोक कल्याणकारी राज्यको पहिलो विशेषता सर्वसुलभ स्वास्थ्य शिक्षा हो कि होइन? अनि स्वास्थ्य शिक्षामा भएको यस्तै चरम निजीकरणले सम्भव छ सर्वसुलभ स्वास्थ्य शिक्षा? के सर्वसुलभ स्वास्थ्य र शिक्षाका लागि सार्वजनिक विद्यालय र अस्पतालहरूमा सुधार गर्नु पर्दैन कि मैले अर्कै समाजवाद पढेँ सभामुख महोदय? अनि करको भार कति परेको छ? अस्ति एकजना धर्मलाई अफिम मान्ने माननीयले तुलसीदासको रामायण सम्झाउनु भयो। हो, सत्य हो, रामायणले भन्छ कि कर त्यसरी लगाइनु पर्छ